지구 자절에 빈투나 노조 하건 대구 졸에 빈투나 노조 때도 지타나 बनाउँछन् 하네버ම साहित्यकार बाजु मोहन दुवालजु बेगड थन्ड्यासे बनाजु सभा नायजु अनि म थोया मुपा कल्याण श्रेष्ठजु श्यामसुन्दर दैया अमिता लक्ष्मी सेजु श्रेष्ठजु र सुमन ताम्राकारजु र आनन्द जोशीजी जे पुलाम मित्र श्यामसुन्दर दै नपना भएमा पासा आनन्द जोशी अब कविता बनाना जी कोही प्रभावित आनन्द जोशी श्यामसुन्दर सैरूपी समकालीन एक जीवु अध्ययने वे स्तरे जाना चोम श्यामसुन्दर सैरू अलसन पोकल बुझाइ भी पढामी छिपिन्दे छेवाफुना जे निवाज आन नेपालीकै नुया तेना छाइरासा तो वरिष्ठ बिनारी अधिवक्ता बिनारी जी लगायत मिपिनजी खडा उयोको विषय कन्फ्युजन जी छ नेपाल भाषाको ल्याबले उयोको विषयमा ठोखन ठुकी ठुकिरहेका ती नेपाली अनुहाइतिर श्यामसुन्दर दाई वास्तवमै म दाई भन्छु उहाँले चिन्दादेखि म दाईबाट सम्बोधन गर्छु म गोर्खापत्रमा पुग्छु यो बबरमनको उहाँको घरमा पुग्छु मलाई उहाँको सबभन्दा मनपर्ने समुद्रै जस्तो लाग्छ फ्र्याङ्कनेस एकदम फ्र्याङ्क हुनुहुन्छ मुलैदा गर्नुहुन्न त्यस्तो किसिमको व्यक्तित्व छ श्यामसुन्दर सैरूको अनि कस्तो भन्दाखेरि एउटा घटनाक्रम छ मैले नेपाल भाषा अङ्ग्रेजी र हिन्दीमा अनुवाद गरेर एउटा कविता सङ्ग्रह काभ्रेलीहरूको निकाल्ने इच्छा गरेको पहिलाचोटि नेपालीमा निकाल्यौँ कृष्णप्रसाद पराजुली र म मिलेर अठोट भएर त्यसपछि हिन्दीमा पनि नेपालीमा पनि अङ्ग्रेजीमा पनि राखेर नेपाल भाषा पनि राखेर एउटा कविता सङ्ग्रह काभ्रेलीहरूको निकाल्ने भन्ने र पराजुली सर र मेरो सल्लाह मिलाएर श्यामसुन्दर दाइ कहाँ गएको सम्पादक मण्डल बनाउने कुरामा अब अङ्ग्रेजी आउने पनि चाहियो हिन्दी आउने पनि चाहियो नेपाली आउने पनि नेपाल भाषा आउने पनि चाहियो त्यसमध्ये श्यामसुन्दर दाइले पनि हामीले सम्पादकमा रोजेको अनि हामीले 4-5 जनाको नाम लिएर गएको श्यामसुन्दर दाइका तर श्यामसुन्दर दाइले के लाग्यो त्यो एकजना मान्छेलाई उहाँले दिने गर्न चाहनुभयो यो नाम रह्यो भने म सम्पादकमा रहन्दिनँ भनेर भन्नुभयो मैले त्यसैले भनेको उहाँ फ्र्याङ्क चित्त नबुझेको कुरामा उहाँले मनै नपुर्याउने त्यो नेचरको हुनुहुन्छ अनि हामीले निकाल्न सकेनौँ त्यो किताब अधुरो रह्यो हाम्रो योजना थियो हामीले निकाल्न सकेनौँ यसरी श्यामसुन्दर दाइ मैले त अघि सुमनजीले भन्नुभए जस्तै एउटा पनौतीको निम्ति त निकै गौरवशाली नाम हो अब पनौतीको मित्रहरूले कतिको बुझ्नुभयो श्यामसुन्दर सैरू त मैले बुझेअनुसार मैले नेपालभरका साहित्यकारहरूको इतिहास अन्वेषण गरेको छु लगभग 700 जनाको मैले व्यक्तिवृत्ति लेखेको छु नेपालभरिका व्यक्तिवृत्तिहरू तीमध्ये श्यामसुन्दर सैरूको पनि यसो अध्ययन गर्दै जाँदाखेरि उहाँ शक्तिशाली कवि हुनुहुन्छ राष्ट्रकै शक्तिशाली कवि हुनुहुन्छ तर पनौतीले त निकै गौरव गर्नुपर्ने कवि हुनुहुन्छ नेपाल भाषामा त्यति शक्तिशाली कविता लेख्नुहुन्छ मैले अघि नै भने आनन्द जोशीको कन्टेम्पोरेरी कवि हुनुहुन्छ पूर्ण वैद्य प्रतिशा सामीहरू त पछि आएको नामहरू हुन् आनन्द जोशी श्यामसुन्दर सैरूहरू अगाडि आएको नाम हो त्यसरी गद्य कविता नेपाल भाषामा गद्य कवितामा शक्तिशाली नामहरू काउन्ट गर्नु पर्यो भने हामीले श्यामसुन्दर सैरूको पनि नाम काउन्ट हुनुपर्छ उहाँको सङ्ग्रह छैन सबभन्दा भेटो अलि मनमा चित्त दुख्ने कुरो एउटा किताबै छैन त्यही राजा साकेले एउटा चोसा भाषाबाट उहाँको कविता सङ्ग्रह निकालेको मैले सुने मैले त्यो हात पारेको छैन राजा साकेले धन्यवाद पनि दिनु चाहन्छु श्यामसुन्दर सुमनजीले भने जस्तै अमिताजीसँग पनि मेरो पनि सम्पर्क भयो अनि हामीले लागि पऱ्यौँ आफ्नो विचारहरू पनि राख्यौँ श्यामसुन्दर दाइलाई यसरी जानुपर्छ भन्ने किसिमको एउटा गतिशीलताको निम्ति हामीले सहयोग गऱ्यौँ सबभन्दा अनौठो यो देशमा के छ भन्दाखेरि तपाईँको आफ्नै परिवार नलागिकन अरूले नगर्ने होइन फुफी शेरचनको श्रीमती कान्ति शेरचन अनि अमेरिकाबाट अथवा फ्रान्सबाट कविता शेरचन छोरी आयो भने चहलपहल हुने फुफी शेरचनको त्यस्तै तपाईँको सिद्धिचरणको चहलपहल उहाँको छोरालाई पनि चरणले गर्ने यत्रो लागे परिवारै लाग्नुपर्ने माधवलाल कर्माचार्य त्यति धेरै गरेको नाम हो नेपाल भाषामा मात्र होइन नेपालीमा पनि त्यति नै शक्तिशाली नाम हो कृष्णचन्द्र सिंह प्रधान कुरा गरेर साथी छैन त्यसको नाम हो
तर उहाँहरूको उच्चारण छैन। नहुनुको कारण राज्यले त त्यो मूल्याङ्कन गर्दैन। अनि परिवारले अगाडि आयो भने प्रत्येक वर्ष सम्झौता हुन्छ, परिवारले सक्रिय भएर भने त्यो उच्चारणै हुँदैन। अहिले त झन् मान्छेहरू व्यक्तिवादतिर हौसिएका छन्। फेसबुक आएको छ नि, आफ्नो फेसबुकमा आफ्नो फेस देखाउने चलन नै त्यस्तो आएको छ। व्यक्तिवादी संस्कारहरू त्यो बहुल्य ढङ्गले शक्तिशाली ढङ्गले त्यो उयो भएको हुनाले मूल्याङ्कन अरूको गर्दैन। यो मान्छे राम्रो छ, यसलाई चाहिँ यसो गर्नुपर्छ भन्ने मानसिकता बोक्नेहरू थोरै भएको कारणले हाम्रो गगनदीप सरको कुरा गर्नु अघि सुमनजीलाई देखाइदिनु भयो उहाँको चेहरा। मौका पनि धेरै पटक आउनुभयो, यही किताब निकाल्न पनि सेन्डुजी र दिनेशजी पनि लिएर आउनुभयो मेरो घरमा, सम्पर्क गराउनुभयो। यस्तो गर्ने मान्छे मध्ये गगनदीप सर हुनुहुन्छ। त्यसैले म के भन्छु भन्दाखेरि स्थानीय सरकार अनि यस प्रदेश सरकार र राष्ट्रिय सरकारहरूको काम के त भन्दाखेरि यो राज्यमा समाजमा भएको गतिविधिहरूको उनीहरूको तथ्याङ्क लिने कि नलिने। पञ्चायतकालमा तपाईँको बाटो बनाउने काम पञ्चायतकालमा पञ्चहरूले गरिसक्यो, त्यो कर्कट पाता जस्तै काम पनि पञ्चहरूले दिइसक्यो। अहिले पनि गणतन्त्र आइसकेपछि त्यो कर्कट पाता बार्ने, बाटो बनाउने, फेरि त्यो जीर्णोद्धार गर्न मात्र किसिमको चिन्तन छ। यदि बौद्धिक कामहरू भएन भने गणतन्त्र आएको पनि के अर्थ भयो। त्यसैले बौद्धिकताको पनि खोजी हुनुपर्छ मेरो आफ्नो अनुमानमा। जस्तै पनौटीमा श्यामसुन्दर सेनको खोजी भएन भने त्यो स्थानीय सरकारको के अर्थ भयो। श्यामसुन्दर सेनले गएको पनौटीको नाम राष्ट्र अन्तर्राष्ट्रमा फिराउन सक्ने तागत हो भन्ने कुरा स्थानीय सरकारले त्यसको किन उजागर गर्दैन। श्यामसुन्दर सेन नेवार भएर गर्दैन कि श्यामसुन्दर सेन बेसी काठमाडौँ बसेको हुनाले हामीले नगर्ने हो कि। यो चिज स्थानीय सरकारले पनि खोजी नीति गर्नुपर्छ भन्ने मेरो अनुरोध। अनि प्रदेशले पनि सहयोग गर्नुपर्छ। कि एउटा प्रस्ताव आयो नि, प्रदेशले पनि सहयोग गर्नुपर्छ, खोजी गर्नुपर्छ। म त जहाँ पनि भन्थेँ कि नेपाल राजकीय नेपाल प्रज्ञा प्रतिष्ठान भन्छ अहिले। प्रज्ञा प्रतिष्ठानमा पनि के थियो होला कि तपाईँको साहित्यकार परिचय पत्र भनेर बारेको छ। साहित्यकार परिचय पत्र बार्ने भनेको कुरा उनीहरूले मूल्याङ्कन गरेर आफ्नो आफ्नो क्षेत्रमा यो छ, भक्तपुरमा यति साहित्यकार छ, काठमाडौँमा यति छ। म जस्तो जब बढीमा गल्लीमा बस्छु, मलाई हो नेपालको साहित्यकारको तथ्याङ्क मसँग छ। मसँग सरकार छैन, मसँग कुनै पनि छैन, तथ्याङ्क छ। र तपाईँ कसको खोज्नुहुन्छ, कुन चाहिँ जिल्लाको खोज्नुहुन्छ म बताउन सक्छु। उनीहरूको आनी बानी पनि म बताउन सक्छु। सरकारसँग छैन होला, उनीहरूको कर्मचारी छ, उनीहरू भत्ता खान्छन्। त्यसैले के अरे प्रज्ञा प्रतिष्ठानको कुलपतिले पनि अस्ति भोपालजीले मैले भने तपाईँहरूले प्रत्येक प्रदेशमा गएर साहित्यकारको को छनको लिस्टिङ तयार गर्नुहोस्, अनि त्यहाँ वितरण गर्न जानुहोस्। को खो गोको स्ट्यान्डर्ड खोज्नुहोस् अनि वितरण गर्न जानुहोस्। अब निवेदन दिएर साहित्यकारको परिचय पत्र पाऊँ भनेर म त आउँदिनँ होइन, सस्तो मान्छेहरू आउलान्, अब उनीहरूले गौरव पनि गर्लान्। म त साहित्यकारको परिचय पत्र पाएँ भनेर भन्लान्। त्यसैले मेरो यो बेलामा तपाईँहरू सबैले म एउटा अनुरोध गर्छु कि सरकारको काम हो कि होइन, बौद्धिक मान्छेहरूको खोजी गर्ने, साहित्यकारको खोजी गर्ने, कलाकारको खोजी गर्ने, उनीहरू स्थापना गर्ने काम सरकारको हो कि होइन, स्थानीय सरकारको हो कि होइन भन्ने प्रश्न मेरो छ। त्यसै श्यामसुन्दर सेनजीको उत्खनन हुनुपर्छ। छोरी अगाडि लाएर आउनुभएको छ, उहाँले बधाई त जति दिए पनि पुग्दैन। कमसेकम वकालत क्षेत्र लागेको एउटा अमिताजी बुझी यहाँ आएर के अगाडि आफ्नो बाउको कृतिलाई जोगाउने भनेर आउनुभएको हो। अब पाटनको यो हाइकुको सङ्गठनले साथ दिनुभयो, खुसी व्यक्त गर्दछु। यसरी चाहिँ सबै क्षेत्रले उत्खनन गर्नुपर्ने व्यक्तित्वलाई उत्खनन गर्ने सरकारले पनि हो भनेर मान्यता राखेर हामीले पनि त्यसलाई साथ दिने हो। जस्तै हामी खोजी गर्छौँ, हामी खोजी गरेर त्यसलाई चाहिँ सहयोग गर्ने हो। जस्तै पनौतीको मलाई चासमा लाग्छ, कविताको हाइट खोज्ने हो भने पनौतीमा त छँदै छैन। राष्ट्रवादी मै आनन्द जोशीसँग मैले तुलना गर्ने होइन। त्यसरी त्यस्तो शक्तिशाली मान्छे पनि विलुप्त भएको छ यो देशमा। अब अमिताजी आफ्नै छोरी आउनुभयो, अहिले मैले भने आफ्नै छोरी आउनुपर्ने, ज्वाइँ आउनुपर्ने, भतिजो लाग्नुपर्ने, अनि आफू नलागेको केही नहुने यो देशमा यस्तो कल्चर छ। त्यसैले यो कल्चरलाई तोड्ने काम गणतान्त्रिक सरकारहरूले गर्यो भने उनीहरूको नै भलो हुन्छ। राम्रो काम गऱ्यो भने उनीहरू नै कल्याण हुन्छ नि, भोलि इतिहासमा उनीहरूकै नाम रहन्छ नि। त्यसैले म अनुरोध गर्छु
इतिहासमा नाम राख्ने काम सरकारले पनि गरोस्, स्थानीय सरकारहरूले पनि गरोस्। श्यामसुन्दर सेन्जुलाई जीवन्त राख्नुपर्ने नाम हो। यो नामको निम्ति कन्जुसाइ नगरौँ, उजागर गरौँ भन्ने यति कुरा राखेर म तपाईँहरूसँग बिदा माग्छु। धन्यवाद।